यो भक्कु रुडे गरे हेर्न बोटहरू टालेको रहेछ है बोटहरू लगाइसकेछ गाइस यहाँ त स्कुलको टक्कै यहाँदेखि उता चाहिँ फरेस्ट धुनु पनि पर्दैन यसलाई न मैलामा फलेको यो सो हाई गाइस व्हाट्सअप इसमें गिसिङ ब्लग हुन्छ लिसिङ आप लोग को मेरी तरफ से प्यार भर फ्लाइङ किसिङ सबैलाई फ्यापुलो नमस्ते गुड मर्निङ है र आज चाहिँ एकदम सन्डे है तर अब यो सन्डेको ब्लग हो हजुरहरूले भोलि मन्डे पनि हेर्नु सक्छ ट्युसडे पनि हेर्नु सक्ला होइन र आज सन्डे हो र आजको दिन चाहिँ एकदम के भन्नु अब पानी बिहान दिन होइन राति दिन नौ दुर्गे पानी आइरहेछ पानी आइरहेछ है अन्त दिन पनि पुरै धुम्म छ अन्त आज चाहिँ फुटबल हेर्न पनि बिजी हेर्दा जस्तो छ अन्त मैले चाहिँ कहाँ जाँदैछु भनिदिन्छ नि मेरो चाहिँ अलिक प्रब्लम छ नि त के को प्रब्लम भन्दा चाहिँ नेटको प्रब्लम मेरो घरमा चाहिँ नि जियोको नेटै चल्दैन है त्यसले गर्दा चाहिँ म पर यहाँ पल्लोपट्टि डाँडामा स्कुलदेखि अलिक उत्तरी डाँडामा चाहिँ त्यहाँनिर चाहिँ ट्याङ्कीमा चाहिँ 5G नेट चाहिँ दामी चल्छ अन्त हिजोको भिडियो चाहिँ युट्युबमा डाउनलोड गर्नु लागि चाहिँ म त्यहाँ चाहिँ जाँदैछु भनौँ न अन्त त्यहीँ गएको है अन्त आज पनि फुटबलको चाहिँ दामी भ्लगहरू बनाउँछु म है एक दुई दिन चाहिँ गाउँमा फुटबल भइरहेछ नि त अन्त दिनदिनै अहिले चाहिँ एक दुई दिन चाहिँ मेरोमा चाहिँ फुटबलकै मात्रै आउँछ गाइस ल यो चाहिँ हाम्रो सीताहरूको घर है अन्त कुखुराहरू के गर्दैछ पनि के गर्छ जस्तो पानी झरीमै ल ठिक छ ल आउनुहोस् है वाचिपा खानु यसपालि वाचिपाई मसिनो भविष्यको वाचिपाहरू पनि ठुलो हुँदो रहेछ ल ल ल ल चुप 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 हेर म चुप आमा हो हेर फल भनेर चाहिँ यसरी फल्नुपर्छ यो हो फल भनेको चाहिँ है अझ म ब्याकग्राउन्ड म अगाडि बसेर पछाडि ब्याकग्राउन्ड पनि देखाउँछु फल भने चाहिँ यस्तो हुन्छ है गाइस हेर्नु कस्तो राम्रो देखिरहेको होला म अगाडि पछाडि फल होइन यो भक्कु रुडे गरे हेर्न ठिक छ आज गोलीहरू जाँदैनस् गोलीहरू जाँदैनस् तँ कति जान्छ तँ जसरी घरमै छस् कि छैनस् अनि छुट्टी छस् कि छैनस् आज सन्डे होइन ए छुट्टी हुन्छ गोली हेर्नु जान्छस् ल त म चाहिँ उयो ट्याङ्कीमा गएको भिडियो डाउनलोड गर्छु हिजोको मेरो चाहिँ प्रब्लम यस्तो छ यस प्रकार हिँड्यो है ल त बाटो नि सबै पानी पऱ्यो कि चिप्लो भएर चाहिँ हिँड्नु पनि डरसरी जोगेर हिँड्नुपर्छ यतिखेर चाहिँ लड्यो भने फेरि खत्तम हुन्छ लड्यो भने हस्पिटल जानु हुन्छ नि केटा गाइस हो है यस्तै ल हेर्नुहोस् है मेरो चाहिँ यस्तो छ है प्रब्लम पानी झरीमा नि यसरी आउनुपर्छ यहाँनिर भिडियो डाउनलोड गर्नु ल त यस्तरी आउनुपर्छ यस्तोमा हिँड्नुपर्छ है ल पहिला फर्स्ट चाहिँ ट्याङ्की हो यो चाहिँ पानीको सबैलाई याद छ यो पानीको ट्याङ्की म प्रायः यहीँ बसेर भिडियो बनाउँछु भनेर म चाहिँ अहिले ट्याङ्कीमा आइसकेको छु अब म एकछिन यहाँ बसेर चाहिँ भिडियो अपलोड गरिहाल्नु पऱ्यो है युट्युबमा अनि म त हजुरसँग भेट्छु ल यस्तो नेटवर्क यहाँ चाहिँ एकदम 5G चल्ने ठाउँमा पनि मलाई चाहिँ 1 घन्टा टक्कै लाग्यो गाइस भिडियो अपलोड गर्नु लागि है अन्त पानी पनि सिम परिरहेको थियो है पानीले चाहिँ भिजायो भनौँ न 1 घन्टामा त सिम पानीले नै लुत्रुकै बनाउँछ है तर भिजे जस्तो देखेको छैन होला तर एकदम भिजाइरहेको छ अब चाहिँ यो पत्तातिर हेरिहाल्नुहोस् होला पानी परिरहेछ मजाले है वरिपरि तुवालोले घेरिरहेछ है एकदम कुनै आजको दिन त हेर्नु त है ल तुवालो आएकै छ है यो चाहिँ अहिले चाहिँ अब के भन्नु बर्खा भन्नु कि हिउँदो भन्नु होइन अहिले चाहिँ बर्खा पनि सक्ने हिउँदो लाग्ने बेला हो एकदम अन्तिम बर्खाको अन्तिम दिन र हिउँदोको पहिलो चरण टेक्दै गरेको दिन चाहिँ यो अहिले हो नि त अनि त्यसले गर्दा होला पानी पनि परिरहेछ है दिउँसो फेरि कोही बेला आज पानी पऱ्यो नि भोलि फेरि एकदम
चर्को घाम दसैँको घाम लागिरहेको हुन्छ होइन। गाइस हिजो अस्ति नि म गोली हेर्दै गर्दाखेरि नि हाम्रो फरेस्ट डिपार्टमेन्टको अफिसरहरू है थुप्रो निकै 5-6 जना आउनु भएको थियो होइन। अन्त म चाहिँ यता कहाँ जानुभएको रहेछ भनेर चाहिँ राम्रो विचार गरेँ है। अन्त भरे चाहिँ के को लागि आएको रहेछ भन्दाखेरि चाहिँ नि यहाँ त बोटहरू टालेको रहेछ है, बोटहरू लगाइसकेछ गाइस यहाँ त एकदम। ल यसको लागि चाहिँ आएको रहेछ नि त खास चाहिँ। ए यहाँ त बोटहरू लगाइसकेछ नि है। ल बोटहरू लगाइसकेछ है। यहाँ चाहिँ अस्ति दिन हाम्रो फरेस्ट डिपार्टमेन्टको कर्मचारीहरूले सबै यहाँतिर चाहिँ सबै फाँडफुँड गरेर चाहिँ बिरुवा रोपेको छ नि त। यहाँदेखि झन्डै परसम्म है यी सबै यस्तोहरू गरेको छ है, बिरुवाहरू रोपेर एकदम यहाँ चिल्लो बनाएको थियो। अस्ति त चिल्लो थियो, अहिले चाहिँ अब पानी झरीले गर्दा फेरि पलाइ त हाल्छ होइन। अन्त अहिले चाहिँ फेरि पानीले फेरि पलाएर झारपातहरू पलाएर अहिले चाहिँ फेरि अलिक मसिनो झारपातहरू पलाइसकेछ है। हरियाली भइसकेछ, रुखपातहरू पनि निकै जागेछ, सबै रुखहरू जागेछ हौ। बिरुवा रोपेको रहेछ के को रुखको मजाले जागेछ है। मजाले यहाँतिर है सबै जागेछ। कोही त कत्रो भइसकेछ हेर, 1-2 दिन नआएको त है। एकदम पर बिरुवाहरू पनि मजाले जागेछ है। पानी झरीमा टक्क परेछ कि। ए अम्बकहरू पनि रहेछ, अम्बकहरू पनि रहेछ है। यहाँ चाहिँ चिन्छु अम्बक भनेर है। अम्बकको बिरुवाहरू है थुप्रो रोपेको रहेछ। ल त एकदम दामी हुनेछ है। यतापट्टि चाहिँ हाम्रो यो जङ्गल हो नि त, यता यो स्कुल हो, यहाँ स्कुल छ है। स्कुलको टक्कै यहाँदेखि उता चाहिँ फरेस्ट पऱ्यो है एकदम। ल म यहाँ देखाउँछु ल के हो। ए यहाँ चाहिँ यस्तो रहेछ। 2024-2025 मेरो रुख मेरो शान्तति प्रोग्राम अरे है। अन्त नेम अफ चाइल्ड अरे। ए यहाँ आफ्नो नानीहरूको नाममा चाहिँ रोपेको रहेछ खास चाहिँ है। बुझ्दाखेरि चाहिँ फर्स्टमा कसको नाम छ, नेम अफ चाइल्ड प्रज्ञान दर्जी, सेकेन्डमा नबिल राज शर्मा, मानभी छेत्री, आरब शाह, इजल खटुन, के हो माइनक रोय, आवे सुब्बा छेत्री। ल यो प्रकार रहेछ है। ल कालजन पेमा लेप्चा छेत्री, आशिका देले सुब्बा। ल त सबै यो चाहिँ आफ्नो नाममा नानीको नाममा रोपेको होला नि त है। ल त मजाले हुर्कोस् होइन, अब मजाले सप्रोस्, मजाले हुर्कोस् रुखपातहरू है। अन्त मजाले हरियाली बढोस्। जङ्गल छ नि हाम्रो, उखान छ नि, उखान होइन एउटा किताबमै लेखेछ नि, सिक्किमको झन् हरियो वन भन्ने छ नि त्यस्तै। अहिले त कविताहरू पनि बिर्सिसक्यो, टिक्कै भन्दै स्कुल छोडेको। ल त मजाले यस्तो भएको छ। A few moments later. म चाहिँ खानासाना खाएर पनि अहिले चाहिँ माथिल्लोपट्टि आइरहेको छु है। घरको माथिल्लोपट्टि छ भनौँ न, यो चाहिँ हाम्रो घरको माथिल्लोपट्टि हो है। अन्त म आज तपाईँहरूलाई मैले 1-2 वटा सब चिजहरू फलेको छ कि म देखाउँछु ल।
के हाम्रो घरमा चाहिँ सागसब्जीहरू फलेको छ ल अहिले फिलहालमा चाहिँ के छ भनौँ न ल अहिले चाहिँ यहाँनिर फर्स्टमा देखाउँछु म तपाईँहरूलाई यहाँ अहिले घिरौला लागिरहेछ है मजाले यो सबै घिरौला हो है ठिक्कैको भएछ घिरौला मजाले लागिरहेछ है अब यो चाहिँ घिरौला भइहाल्यो एउटै बोट छ होइन एउटै बोट छ तर एउटा बोटमा बिचारा डरलाग्दै फलेको छ भनौँ न ए कतिवटा एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा फलेको छ होइन एउटा सानो बोटमा फलेको छ तर बोट चाहिँ बिचार थाम्नु नसकेर चाहिँ यहाँनिर भाँचिरहेछ है एउटै मात्रै बोटमा पाँचवटा फलिरहेछ अन्त यहाँ उखुहरू छ हाम्रो अहिले फिलहालमा सागसब्जी हो अहिले त्यस्तो खासै छैन अब सजनाहरू सबै यस्तो भइरहेछ है यहाँ आपाले सागहरू छर्नु भएको छ सिबी तल बारीमा छ होइन अब त्यही हो अन्त सिबीको बोट भन्नु पर्दाखेरि पर पनि छ पर देखाउँछु ल यहाँ पर छ सिमी अस्ति पनि देखाएको मैले होइन पर सिमीको झ्याल यहाँ छ ड्याम्मै है तर फलेको त छैन अहिले अब एउटा चाहिँ खास चिज देखाउँछु म तपाईँहरूलाई हेर्नुहोस् ल अर्ग्यानिक भने चाहिँ यस्तै है ल यो बैगुन जस्तै है कुन दिन खानु मन लाग्छ त्यो दिन आएर मजाले टिपेर गएर पकाएर खाँदा हुन्छ नि त त्यस्तै हेर्नु ल अझ अर्ग्यानिक सुपर अर्ग्यानिक चिज देखाउँछु म बाटोमा फेर छ त लडाइनु खत्तम हुन्छ लडाइनु खत्तम हुन्छ टिप 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 हिँड्नुपर्छ है ल त म के देखाउँछु हेर्नु ल सुपर अर्ग्यानिक पहिला इस्कुसको झ्याल देखाउँछु ल इस्कुसको झ्याल पनि मजाले परदिन गरेर चाहिँ मजाले झ्यालेर चाहिँ मजाले किचनको माथि छप्पर छप्पर आएको छ है यो चाहिँ अब इस्कुस मजाले सब्जी मिठो हुन्छ इस्कुसको है सब्जी मिठो हुन्छ उसिनेर खानु मिठो हुन्छ मुन्टाहरू हेर मुन्टाहरू मजाले लागेछ तर बस्तीमै त अब बस्तीको मान्छे त्यति मन पराउँदैन है फर्स्ट नुहागी अब एक दुई खाएको मिठो हुन्छ त्यहाँदेखि त इस्कुस खाँदा खाँदा वाखै हुन्छ गाइस है अब अर्जुनल ल हेर्नुहोस् त अर्ग्यानिक यो नि ल कत्रो फलेछ है ल हेर्नुहोस् ल म खाएको हेर्नुहोस् ल मलाई चाहिँ पाकेको भन्दा चाहिँ काँचो काँचो मनपर्छ यस्तै काँचो काँचो एउटा छुट्टाएर खाइनु पऱ्यो मलाई चाहिँ काँचो मनपर्छ है यो त पाकेको ठुलो छ है तर ल हेर्नुहोस् ल यो हो नि त सुपर अर्ग्यानिक चाहिँ यो बजारमा भएको बजारको चाहिँ अब के हुन्छ नि बस्तीबाट लगेको नि के हुन्छ नि अब आज बेच्नु छ भने चाहिँ हिजो बेलुकै टिपिराखेको हुन्छ नि त बिहान अब गाडीको बाटो हुन्छ हिँडेर जानुपर्ने हुन्छ त्यसले ढिलो हुन्छ भनेर चाहिँ बेलुकै टिपिराखेको हुन्छ है हुन त त्यो अर्ग्यानिक हो र पनि अब एक दिन ढिलोकै हो नि त यो भनेको चाहिँ अब बोटमै भनेको चाहिँ यो चाहिँ सुपर अर्ग्यानिक भन्छ यसलाई चाहिँ अहिले खानु मन लाग्यो टक्क आयो ठक्क टिप्यो धुनु पनि पर्दैन यसलाई न मैलामा फलेको यो होइन न हाइब्रिड गरेको हो त्यो सिलगढीबाट आएको जस्तो फालफुल जस्तो होइन यो पनि होइन हाइब्रिड गरेकै हुँदैन यो अर्ग्यानिक फुल अर्ग्यानिक जस्तो फल्यो त्यस्तै टिप्यो वाह एउटाले ड्यामै हुन्छ
बुझी खानु पर्दैन हाम्रो घर हेर्नु है आज गोली हेर्नु पर्ने छ भिजेरै हेर्नुपर्ने छ ल त अब एकैचोटि भरे गोली हेर्नु जाँदाखेरि भेट्छु है गाइस ल त गाइस म चाहिँ हिँडिसकेँ भनौँ न अब चाहिँ गोलीको नि टाइम हुँदैछ है अन्त अघि चाहिँ पानी छिटाइरहेको थियो अब चाहिँ पानी अलिक खोइ घाम लाग्दा जस्तो पनि गर्छ पानी परेर जस्तो पनि गर्छ होइन केही बुझ्नु सकेन है अब त्यो फुटबल पनि स्टार्ट हुन रहेछ फर्स्ट म्याच चाहिँ रहेछ तपाईँको युनाइटेड साङखोला त्यसरी नै हामी माझ मञ्चमा उपस्थित आइबी आचार्य सर वन विभागबाट जीएमको पदमा रिटायर हुनुहुने हाम्रा आयोजक स्वागत तथा अभिवादन गर्न चाहन्छौँ। त्यसरी नै हामी माझ केएन छेत्री ल त यो फर्स्ट म्याच है फर्स्ट म्याच चाहिँ कहाँ भएको रहेछ भन्दाखेरि चाहिँ हाम्रो 32 नम्बर टोरेन र साङखोला एसटिसी चाहिँ है एकदम दामी भइरहेछ है तर के गर्ने अब खेला चाहिँ रातोको चाहिँ एकदम दामी छ भनौँ न रातोको चाहिँ दामी छ है खोइ यता सेतोकोले पनि गोल हालेकै गर्दैछ है अब सक्यो भनौँ न यो यो चाहिँ हाम्रो 32 नम्बर जित्यो है साङखोला हारेको भनौँ न अब लगत चाहिँ अब हाम्रो फेरि अर्को टिम स्टार्ट गरेको छ है ल त यो चाहिँ एकदमै सेकेन्ड म्याच अब स्टार्ट भइरहेछ है अन्त यो सेकेन्ड म्याच रादङ युनाइटेड है अनि तपाईँको 7 समुराई खलामथाङ है अन्त अब चाहिँ अब सुरु हुन्छ केही छेउमा अहिले फेरि कसले जित्छ होइन अन्त एकदम जित्नुको भन्दा चाहिँ आज धेरै कम्ती छ जस्तो छ हिजो एकदम रमाइलो थियो आज चाहिँ सन्डे भएर मान्छे है
बज्नु आँटिसक्यो है। अब एकदम 6 बज्नु नै आँट्यो भने रात परेर झमक्कै भएको छ कि ल हेर्नु है सबैजना। यो क्यामेरामा त अलिक उज्यालो देख्छ कि तर रात परिसकेको छु माथि हेर्नु ल बत्ती बालिसकेको छ नि माथितिर हो। अब एकदम 2 मिनट मात्रै रहेको छ है। हेर्नु कसले जित्छ होइन। रातङले चाहिँ जितिसक्यो भनौँ न हालिसक्यो है। ल हाम्रो अडियन्सहरू सबै राख्नु थालिसक्यो घरतिर सबै हिँडिसक्यो ल सबै रात त पऱ्यो नि ल त आम्बो ल झन्डै गोल पनि हाल्यो हेटको आम्बो ल जमक्कै भयो जमक्कै एकदम जमक्कै भनौँ न है। अब मोबाइलमा चलेको उज्यालै देखिरहेको कि तर उज्यालो छैन एकदम अन्धकार हुन आँटिसक्यो है। अन्तिम खेला ऊ बाथ्यो है ल ल ल फेरि ल ल ल ल त्यसले गोल हाल्छ झन्डा हालेन ल त अँधेरो भएको छ है। अब अँधेरो भइसक्यो ल बत्ती बालिसक्यो नि उपर घरतिर हो। कति भेट्यो अरे गएको भाउजू? ल त गाइस आजको दिनको अन्तिम सेकेन्ड म्याच भनौँ न है। अब सेकेन्ड म्याच पनि सक्यो ल एकदमै अब 6 बजिसक्यो भनौँ न एकदम रात परिसक्यो है। एकदम बत्ती सत्ती बालिसक्यो परतिर होइन। अन्त बल्ल समाप्त भयो है। अब चाहिँ समाप्त भयो अब मान्छेहरू पनि जाँदैछ म पनि जाने है होइन सल्लाह यहाँ अघि कति थिएन बस्ने होइन खालि सल्लाह चाहिँ म मात्रै छ यहाँनिर सबै लागिसक्यो बाटो ल त अब यो कुप बाख्राहरू छ है त्यति नै हो माथि माथि सबै मान्छे पुगिसक्यो ल त ल आजको लागि है अब भेट्नेछौँ भोलि गाइस।